उता सकिएको छ भाइ, एकछिन पर्खिनु पर्छ। कहाँ सकिन्छ, उता छ त मासु। त्यो मासु कस्टमर तान्नलाई मात्र राख्नु भएको रे दाइले। अनि कस्टमर तानेर मात्र हुन्छ, बेच्नलाई मासु खै त। रुको जरा, मासु आउँदैछ क्या भाइ, चिन्ता नगर न। कतिखेर आउँछु त दाइ, ढिलो भइसक्यो मलाई। हतार नगर न भाइ, आउँदैछ के। आएपछि सुरुमा तिमीलाई नै दिन्छु ल। के बोले भाइ? ओ दाइ, सुरुमा म आएको हो, मलाई दिनुपर्छ सुरुमा। तिमीलाई त हतार छैन नि भाइ, पखन एकछिन। हतार छैन रे, मैले त झन् कराईमा तेल तताएर आएको छु। तिमीले त तेल मात्रै तताएछौ ब्रो, मैले त तेलमा प्याज पनि हालेर आएको छु। जेसुकै होस्, म सुरुमा आएको, त्यसैले मैले सुरुमा पाउनुपर्छ। दाजु म तपाईँलाई 10 रुपियाँ एक्स्ट्रा दिन्छु, मलाई सुरुमा दिनु ल। 10 रुपियाँ त धेरै थोरै भयो नि भाइ, मलाई कम्तीमा पनि 11 रुपियाँ चाहिन्छ। म तपाईँलाई 20 रुपियाँ एक्स्ट्रा दिन्छु, मलाई दिनु सुरुमा। म 25 रुपियाँ एक्स्ट्रा दिन्छु, मलाई दिनु सुरुमा। पैसा ही पैसा होगा। ओ हेलो, एक्सक्युज मी। मासु कसरी छ दाइ? मासु 200 रुपियाँ केजी छ बहिनी। 200 रे, अघि त 400 रुपियाँ केजी भयो।